यस्तो रोगत मैले बोलाउनु त पुलिसलाई बोलाइदिइसक्यो के अरे फेरि यस्तो बेलामा पानी खुनाउनु हुन्न नि त फेरि एक्लै रहेछ कि हेर न बाइक त्यहाँ लडिरहेको थियो है भर्खर हामीले साथीले उठाएको होइन तपाईको म फेरि पोल्तिर राखे म फेरि यहीबाट आएर चाहिँ कि हाम्रो केटाहरु फेरि ओल्तिर राखे रगत भयो यार यो बाइकमा लड रहेछ कि को हो यस्तो आउनु पर्यो आफ्नो आफन्त को छ यो बाइकमा लड्नु भयो रहेछ कसको आफन्त हो यस्तो मैले पुलिस त बोलाइदिइसकेको छु अब हस्पिटल पठाउनु पर्छ हेर त यो रगत भयो छ यार रोक्नु भयो ल आइदिउँ यसो उठाउँ त ल उठाउनु जो भए पनि यसो उठाइदिउँ त ल उठाउँ जो भयो नि यसो पठाइदिउँ त हस्पिटलमा तेरिका को यो यार यो स्कुटर पनि बरु पुलिसको जिम्मा लाउनु पर्यो है दाजु ल एउटा हस्पिटलमा छोडिदिनु पर्यो मैले पुलिसलाई त फोन हानेको थिएँ के अरे ल यो गाडीमा हामीले पठाइदिनु ल हामीले चाहिँ यो सुन्नु त हजुरहरूले कहाँ लान्छ ल मामा यस्तो आउनु पर्यो ल कहाँ लाने हो पुलिस हुनुहुन्छ मामा पनि आइसक्यो कि बाटोकै भेट्यो अब हामीले चिने होइन कि यो गाडीमा पठाइसक्यौँ होइन उहाँलाई चाहिँ सर के गर्ने उहाँको स्कुटर उहाँ अगाडि छ यहाँ अगाडिपट्टि छ हामीले चिनेको छैन कि एक्लै हुनु रहेछ को अनि थाहै छैन कि हामीले बाटा देखेर मात्र भनिदिएको स्कुटर यसो चौकी पठाइदिनु के भन उहाँलाई कहाँ हुन्छ यसो गर्नु पर्यो ल दाइ गाह्रो नमानिकन यसो पुऱ्याइदिनु पर्यो है कहाँ हुन्छ यसो फेरि लास्ट लडेर बसिरहेको रहेछ कि बरु यहाँ ट्राफिक एकजना पठाइदिनु है उहाँको स्कुटर होइन एकजना पठाइदिनु पर्ने पुलिस पठाउनु ल जाम त छिटो उहाँलाई त हस्पिटल लग्यो उहाँको बाइक के गर्ने हो त नि यसरी एकजना मात्र आएर रहेछ कि ट्राफिक फेरि ए तपाईँ नि हो यो उठाइदिनु पर्यो मैले